हाई गाइज गुड मर्निङ नमस्ते सबैजनालाई। हामी चाहिँ अब एकदम कुचबिहारतिर लाग्नेछौँ घुमेर है। कलकत्ता घुमेर के हुन्छ राम्रो राम्रो चिजहरू देख्यो भने देखाउदिन्छु तपाईँहरूलाई है। मन परे पनि नमन परे पनि अब मलाई चाहिँ सब्सक्राइब गर्नु होला हैन। म त फेरि त्यस्तो त्यो गल्लीहरू देखाउँदिनँ नि, एकदम राम्रो चिजहरू देखाउँछु। ल गाइस फेरि अब हामीले चाहिँ हैन जानुभन्दा अगाडि ब्रेकफास्ट गरेर जान आँटेछौँ, किनभने हामीलाई अब बाटोमा है पाउँछ पाउँदैन थाहा भएन। त्यो भएर यहाँनिर हामीले नै होटलमा नै ब्रेकफास्ट गरेर हामी तिनजनाले चाहिँ ब्रेकफास्ट गरेर अब जान आँटेछौँ गाइस। गाइज अब हामी चाहिँ हैन निको पार्कमा ट्रेन खेलेर अब हामी जूतिर जानेछौँ र जूतिर चाहिँ अब के छ हैन एनिमल्सहरू के छ तपाईँहरूलाई म देखाउने छु। हेर्दै जानुहोस् गाइज। स्यालदा स्टेसनमा एकदम प्लेटफर्म नम्बर खोज्दै होइन। यता
आमा र छोरी आउँदैछ उता गाइस पुरा भिड छ है पुरा भिड छ यता हराउँछ भनेर मलाई बुढीले यता हो क्या भन्दैछ केएफसी पनि रहेछ है कस्तो लाग्छ बु अब हामी चाहिँ प्लेटफर्म नम्बर 12 मा जाने अरे नि त हजुर ओके ल गाइस हामी चाहिँ अब सियालदह स्टेसनको वेटिङ रुममा बस्यौँ वेटिङ रुममा चाहिँ पैसा पर्दैछ एकजनाको 90 रुपियाँ हाम्रो 5 घन्टाको लेट छ त्यही भएर बस्नु कर परेको र हामी 5 घन्टाको लागि बस्यौँ र अब तपाईँहरू हेर्नुहोस् मेरो भिडियो होइन मन परे पनि नमन परे पनि लाइक एन्ड सब्सक्राइब चाहिँ गर्नुहोस् है र हामी तपाईँहरूलाई देखाउने नै छु अब आजको भिडियो चाहिँ यति होला किनभने लामो पनि राम्रो हुँदैन र गाइस हेर्दै जानुहोस् है बाई बाई ह्याप्पी दिवाली सबैजनालाई अब मेरो त दिवाली यस्तै भयो बाटोमै मनाएँ दसैँ पनि त्यस्तै भयो होइन हिल्ली भयो के भयो पहिरो हेर्ने के के भयो र दिवाली चाहिँ राम्रो होस् सबैजनाको सबैलाई शुभ दीपावली बाई बाई